नमस्कार, म कार्यक्रम प्रस्तुता सुरेन्द्र काजी थापा। यति बेला रात्रिकालीन यो प्रहरमा तपाईहरू समक्ष एउटा सानो गीतिकथा लिएर उपस्थित भइसकेको छु। सुनेर साथ दिनुहोला। एउटा सानो गाउँ थियो। त्यो गाउँमा सानो झुपडी थियो, जुन झुपडीमा हजुरआमा अनि छोरा बस्दथे। केही वर्ष पहिलेको घटना थियो, जुन घटनामा गाउँमा ठुलो पहिरो जाँदा त्यो बुढी आमाको छोरा, बुहारी अनि श्रीमानको मृत्यु भएको थियो। समय क्रमैसँग अगाडि बढ्दै थियो। ती आमा र नातिमा धेरै माया अनि ममता थियो। आमाको नातिबाहेक भविष्यको आशा भनेको कोही पनि थिएन भने उता नातिको पनि हजुरआमा बाहेक आफ्नो भन्ने कोही थिएन। अझै भनौँ भने सब थोक हजुरआमा नै थिइन्। ती हजुरआमा गाउँभरि डुलेर छोराको लागि मिठो मिठो खानेकुरा लिएर आउँथिन्। छोरालाई पनि के मिठो खानेकुरा पायो भने छोरो पनि हुरुक्कै भइदिइहाल्ने। केही वर्ष समय यस्तै गरी बित्दै गइरहेको थियो। नाति ठुलो भइसकेको थियो। यो क्रममा बुढी आमाले उसलाई हुर्काउनलाई धेरै मेहनत, दुःख अनि पसिना बगाएकी थिइन्। त्यो कुरा त्यो नातिलाई पनि सबै थाहा थियो। उसलाई सबै आफ्नो मनमा राखेको थियो। त्यसैले त होला हजुरआमालाई असाध्यै मनैदेखि माया गर्थ्यो। हजुरआमा धेरै बुढी भइसक्नुभयो भन्ने सोचेर उसले आफूले बिहे गर्नुपर्छ है भन्ने महसुस गर्न थाल्यो। किनकि अब उसले राम्रो ठाउँमा राम्रो सरकारी जागिर खाइसकेको थियो। ऊ घर छोडेर टाढा जानुपर्ने थियो। त्यो बुढी आमाको हेरचाह गर्ने अनि बुढी आमालाई ख्याल गर्ने कोही थिएन। जब उसले आफ्नो मनको कुरा त्यो हजुरआमालाई भन्छ, हजुरआमा, म अब हजुरको सुख दुःखको लागि अनि मेरो जिन्दगीको सहाराको लागि बिहे गर्न चाहन्छु। हजुरआमाको पनि भित्री रहर अनि अन्तिम इच्छा भनेको त्यही नै थियो। हजुरआमा खुसीले गदगद हुँदै मेरो मनको कुरा भन्यो बाबु, यस्तो भन्न थाल्नु। त्यस सँगसँगै नातिको धुमधामसँग विवाह गरिदिनु भयो। समय कर्मिक रूपमा अगाडि बढ्दैछ। बुहारी पनि अत्यन्तै राम्री, सुन्दर, सुशीला नि मनले चाहे जस्तो पाएकी थिइन्।
बुहारीले हजुरआमाको धेरै केयर गर्ने अनि माया गर्ने गर्दथिन्। तर विडम्बना, त्यो माया अनि ममता धेरै दिन टिक्न सकेन। त्यो वृद्ध आमा अचानक देहावसान हुन पुग्यो। ती छोरा बुहारी अत्यन्तै दुखित भएर मनलाई दुखित बनाए। सधैँ दुखी भएर पनि नचल्ने। यसै क्रममा त्यो नातिले हजुरआमाको नामबाट गाउँमा एउटा चौतारो बनाइदिन्छ अनि प्रत्येक वर्ष हजुरआमाको वार्षिक तिथिको दिन त्यो चौतारोमा आएर हजुरआमालाई सम्झिएर एकचोटि नबसी उसको मन नै भरिँदैन। हो, उसको मन नै भरिँदैन। यो कथामा थियो हजुरआमाले जसरी आफ्नो शरीर पसिना अनि रगत चुहाएर नातिलाई पालेको हुन्छन्, नातिले त्यसरी नै उनको सेवा गरेको हुन्छ। मित्रहरू, यो कथाको शीर्षक थियो जस्तो कर्म उस्तै फल भन्ने। तपाईहरूले यो कथा सुनिदिनु भएकोमा मनैदेखि मुरी धन्यवाद। अब हामी फेरि अर्को कथामा भेट हुनेछौँ। धन्यवाद।